हेलो साथीहरू, सबैजना आरामै हुनुहुन्छ होला। हामी पनि यता आरामै छौँ। अनि यहाँ चाहिँ हामी करिसाबारीमा आएको। यहाँ चाहिँ हावा लागिरहेको छ। कस्तो राम्रो भ्यू छ है हाम्रो गाउँमा चाहिँ। अनि हामीले चाहिँ यता झार चेप्न आएको। अनि यति चाहिँ मैले चेपिसकेँ। अनि अङ्कलले उता चेपिराख्नु भएको छ। अनि यति पनि मैले चेपेँ। बाटो गराइरहेको छु। यहाँ चाहिँ हावा चलिरहेको छ। सिरिटोले हान्यो मायाकीले टानी टानी भन्ने गीत छ नि है। अब चाहिँ मैले झार चेप्न सुरु गर्छु है त। नमस्कार, सबैजना हुनुहुन्छ होला। हामी चाहिँ आज करिसाबारीमा आएको। यहाँ चाहिँ धेरै झार भइरहेको रहेछ, त्यसैले हामीले झार चेप्न भनेर आएको। देन तपाईँहरू सबै आरामै हुनुहुन्छ होला। हामी पनि यता आरामै छौँ। हामीले यो चाहिँ मैले यति गरेको पनि जो चाहिँ अङ्कलले त्यत्रो पारिसक्नु भएको छ। देन मैले चाहिँ यो यति गरी चाहिँ अङ्कलले उता गर्नुभएको छ। देन अब सुरु गरौँ है त। यस्तो हेर्नुहोस्, माटैदेखि उकाल्छु मैले चाहिँ। अनि यहाँ चाहिँ छेप्नुपर्छ। यहाँ माटो झर्यो नि त, यहाँ चाहिँ राख्छु मैले। हेलो साथीहरू, हामी चाहिँ आज करिसाबारीमा आएको झार चेप्न। झार चेपिहाल्यौँ। अनि यता चाहिँ सुरुवातले चेपिहाल्नु भएको छ। हामी चाहिँ उता चाहिँ नाचिरहनु भएको छ। हामी चाहिँ यता छौँ। मम्मी चाहिँ नाचिराख्नु भएको छ। झार चेप्नु भएको छ। झार चेप्दै देख्न सक्नुहुन्छ हजुरहरूले। हाम्रोमा झार फलेको छ। हेर्नुहोस्, त्यत्रो झार फलेको छ। यता पनि यत्रो झार फलेको छ। के गर्ने हो र, यत्रो झार फलेको छ। कहिले सकिन्छ यो। अनि आलु चाहिँ यो सिजनमा फल्छ है। अब फल्ला जस्तै पनि छ। अनि हामीले चाहिँ हाम्रो गाउँको मुला चाहिँ खाउँछौँ है। अनि यसलाई हजुरहरूको घरतिर के भन्छ होला। हाम्रो घरतिर मुला चाहिँ भन्छ। यहाँबाट आलु निक्लिरहेको छ। यहाँ मुला हो यो चाहिँ, हेर्नुहोस्। अनि यहाँ चाहिँ यस्तो चाल छ झार, हेर्न सक्नुहुन्छ। उहाँ ठुलो मम्मीले गफ गर्नुभएको छ अनि ठुलो मम्मीसित। देन यहाँ चाहिँ अङ्कलले गरिरहनु भएको छ। अब चाहिँ मेरो काम यत्तिकै बस्ने हो। ठिक छ। म चाहिँ काम गर्न मलाई आफै मनदेखि आयो भने म गर्छु है। अनि झ्याउ लाग्यो भने मैले गर्दिनँ। त तपाईँहरू सबैको यस्तैहरू छ होला। आफ्नो चोइस छ होला। के भन्ने हो, अब चाहिँ यस्तै राम्रो भ्यू छ हाम्रो गाउँतिर चाहिँ। मैले देखाउँछु तपाईँहरूलाई। मुला खाने भएपर आउनुहोस् है हाम्रो गाउँमा। यस्तो राम्रो मुला फल्छ यता, हेर्न सक्नुहुन्छ। मैले हजुरलाई यो चाहिँ माटोभित्र गरिदिएको छ। यहाँ पनि मुला फलेको छ। यहाँ पनि यत्रो ठुलो मुला फलेको छ। भित्र झनै ठुलो हुन सक्छ। देन यता चाहिँ यस्तो राम्रो आलु फलाइछ। देन म चाहिँ हेलो साथीहरू, सबैजनालाई नमस्कार। हामी चाहिँ यता झार चेप्न आएको बारीमा।
अनि चाहिँ यता चाहिँ यत्रो धेरै झारहरू फलेको छ, त्यहाँनिर सक्नुहुन्छ तपाईँहरूले। हामी चाहिँ चेतिरहेको छौँ। अनि हामी चाहिँ पहिला पहिला सानैमा के खेल्थ्यौँ भन्दाखेरि भाँडाकुटीहरू खेल्थ्यौँ नि त सानो सानोमा। अनि हामीले चाहिँ कसलाई चाउमिन गराउँथ्यौँ भनेर देखाउँछौँ है त, देखाउँछु। यस्तो झारलाई चाहिँ हामीले चाउमिन भन्ने गर्थ्यौँ, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ धेरै मात्रामा छैन, यता पनि ओइलिहालेछ पात सुकेर। देन यता झारको हालत देख्न सक्नुहुन्छ, यस्तो छ। देन हाम्रो गाउँमा चाहिँ यस्तो कडकुडा भन्ने गर्दछन्। अनि त्यहाँ चाहिँ पप्पी छ एउटा नार्ली भन्ने। अनि चाहिँ उता ठुलो मम्मी हुनुहुन्छ भने म यता छु। अनि अङ्कल पनि उता झार चेल्दै हुनुहुन्छ। अनि हामीले चाहिँ गोपी केलाई गराउँथ्यौँ भन्दाखेरि गोपी चाहिँ यसलाई गराउँथ्यौँ है। यो चाहिँ यस्तो राम्रो फ्लावर छ। अनि आलु चाहिँ हामीले यस्तो सानोलाई मान्थ्यौँ कि है। अनि यसको अचार बनाउँथ्यौँ, के बनाउँथ्यौँ कि अब सानोमा है। अनि यस्तो राम्रो भ्यू छ हाम्रो गाउँमा। उता चाहिँ तोरी फुलेको छ, तोरी फुलो पयालै के सम्झना देउता मायालाई है। यस्तो राम्रो राम्रो प्लेसेसहरू हेर्न सक्नुहुन्छ। हाम्रो गाउँमा चाहिँ यस्तै छ, के भन्ने हो र त्योहरू। म चाहिँ कुकुरसित डराउँछु, त्यो कुकुर आउनु नै छैन, हान्नैले त्यहीँ बसिरहेको छ। धन्नै ल्याएर हिँड्छ कुकुर के। यस्तो हावा चलिरहेको छ यहाँ चाहिँ, चिसो चिसो छ मौसम। अनि उता चाहिँ झार चेप्नु भएको छ, मैले अघि पनि भनिसकेँ होला झार चेपिराख्नु भएको छ भनेर। यता देख्न सक्नुहुन्छ, ओ माई गड, यहाँ चाहिँ हामीले धनियाँ छरेको, धनियाँ हो कि के हो चिन्नै सकिनँ। अब यहाँ पनि देख्न सक्नुहुन्छ तपाईँहरू, यो के हो हेर्न सक्नुहुन्छ, के हो। यहाँ चाहिँ पियाजहरू छ, यहाँ चाहिँ तोरी छ। मैले तोरीबारी ठुलो देखाउँछु है त। हुन्छ तोरीबारी, तोरी फुलो माया हाम्रो सानोको झार हो। उता चाहिँ ठुलो मम्मी हुनुहुन्छ, झार चेपिराख्नु भएको छ उहाँले। हाम्रोमा कति छ, लसुन भन्दा धेरै धान फलेछ भन्दा गाउँ लसुन फलेछ भने झार फलेछ। यस्तै हो साथीहरू, यहाँ चाहिँ झार छ, यहाँ पनि झारै झार छ। देन छ फुटेको। अब हामी उता जाऊँ है त। यहाँ चाहिँ यस्तो राम्रो गाउँ फलेको छ, गाउँ होइन यहाँ चाहिँ हाम्रो गाउँमा चाहिँ तोरीको धेरै फल्छ कि, त्यसैले जहाँ हेऱ्यो त्यहीँ तोरी छ कि, हेर्न सक्नुहुन्छ। यता पनि तोरी, यता पनि तोरी, जहाँ पनि तोरी तोरी। हेलो, त्यही हो। अब हामी उता जाऊँ है त, बाई। उता चाहिँ मम्मीले आलु 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 भन्नुभएको छ। यहाँ चाहिँ गोपीहरू छ। हेर्न सक्नुहुन्छ, यता झार, म चाहिँ झारमा टेकी टेकी हिँड्छु।
मेरो लुगा पनि खत्तम गराइदिनु भयो र झारले। अङ्कलले कति भ्याउनु खायो हेरेँ मैले त अब। मलाई चाहिँ हामीले चाहिँ सबैले अकरा खान्छौँ, मतलब के केटाकेटीहरू जतिले। म पनि केटाकेटी नै हुँ भन्। म पनि केटाकेटी छु हो, त्यसैले मैले अकरा खान्छु। अकरा खोज्दै बसेको थिएँ, बट अहिले फल्ने सिजन भएको छैन, झाल मात्र उम्रेको छ अहिले चाहिँ। यस्तो आमाले चाहिँ उहाँ डोको लिएर आउनु। मलाई त मोबाइल पायो। आमै पनि आइसुन भने भिडियो पेलिहाल्छ डोको लिएर भने। यहाँ आमा पनि आउनु भएको छ डोको लिएर। हजुरले पनि चेत्नु के आमा? उता चाहिँ यस्तो हावा चलिरहेको छ साथीहरू। मैले तपाईँहरूलाई तोरीको सबै सिन देखाइसकेँ। आमा मैले त यति हो चेतेको। तोरीको यो मतलब झार नचेतिकन राखेको छ है। माटो सबै छ, माटो नपार्ने अनि गर्दा पनि सुख छैन। हेर्नु न गाइजहरू, मलाई नगर्दा त सुख छैन। भयो क्या अब त पछाडि आइसक्नु भएको छ। आमैले झार खान लाइछन् त्यहाँ हेर्दै जानु होइन।